काठमाडौँ मन्दिरै मन्दिरको सहर मात्र होइन, यो त हजारौं सपना र ती सपनाहरू भत्किँदा निस्कने सुस्केराहरूको पनि सहर हो। यहाँका चिल्ला सडकहरूले त केवल सम्पन्नता देखाउँछन्, तर यहाँका साँगुरा गल्लीहरूभित्र कति प्रेम लुकेका छन्, कति विश्वासघातका कथाहरू पुरिएका छन् र कति मानिसहरू आफ्नो इमान बेचेर महल ठडाउने दाउमा छन्, त्यो कसैलाई थाहा छैन। आज म तपाईँलाई त्यस्तै एउटा ओसिलो गल्लीभित्रको एउटा यस्तो कथा सुनाउन जाँदैछु जसले तपाईँको मुटु पक्कै छुनेछ। काठमाडौँको असन र इन्द्रचोकको बिचमा एउटा यस्तो गल्ली छ जहाँ घाम झुल्किन पनि निकै कसरत गर्नुपर्छ। पुराना इँटाका घरहरू, एक आपसमा जुझ्न खोज्ने झ्यालहरू र आकाशलाई जालो जस्तै घेरेका बिजुलीका तारहरू। त्यही गल्लीको एउटा कुनामा थियो हरिदाईको चिया पसल। बिहानको 5:30 बजेको थियो। सडकका बत्तीहरू निमिसकेका थिएनन्। हरिदाईले पुरानो मट्टीतेलको स्टोभ बाले। फ्यास्सा आवाजसँगै निलो ज्वाला बल्यो। उनले एल्युमिनियमको डेक्चीमा पानी बसाले। उनको अनुहारमा काठमाडौँको 30 वर्षको धुलो र धुवाँका रेखाहरू स्पष्ट देखिन्थे। बा आज अलि ढिलो भयो कि? माथिल्लो तल्लाको काठको भर्याङ मर्किएको आवाजसँगै आकृति ओर्लिन्। आकृति, त्यो अँध्यारो गल्लीको एउटा चम्किलो तारा। 18 वर्षकी उनी, जसको आँखामा काठमाडौँका अग्ला टावरहरू र ठूला सपनाहरूको छाया नाचिरहन्थ्यो। उनको सुन्दरता त्यो उसिलो गल्लीका लागि एउटा विसङ्गति जस्तै थियो। आज अलि चिसो छ नि नानी? कोइला ढिलो बल्यो। हरिदाईले मधुरो मुस्कानका साथ चियाको गिलास अगाडि सारे। उनी आफ्नी छोरीको अनुहारमा सधैँ एउटा राजकुमारी देख्थे, तर आफ्नो रित्तो खल्तीले उनलाई सधैँ रैती हुनुको बोध गराउँथ्यो। आकृतिले चियाको सुरुक्का लिँदै बाहिर गल्लीतिर हेरिन्। उनको नजर टाढाको आकाशमा थियो, जहाँ भर्खरै उज्यालो देखिन थालेको थियो। बा, यो गल्लीबाट कहिले बाहिर निस्कने हामी? सधैँ यही चियाको बाफ र छिमेकीको कचकच? हरिदाई चुपचाप रहे। उनीसँग यसको जवाफ थिएन, केवल एउटा इमान्दार मुस्कान थियो। चिया पसलको ठिक अगाडि सुरेशको सानो टेल्ने सब थियो। सुरेश जो शान्त थियो, जसको सियो कपडा भन्दा पनि बढी आकृतिको यादमा चल्थ्यो। उसले आकृतिका लागि कतिवटा सपनाका लुगाहरू मनमा नै सिसकेको थियो। त्यसको लेखाजोखा थिएन। फेरि ढिलो भयो है सुरेश? आकृतिले कलेज जाने तयारी गर्दै जिस्काए। सुरेश लजायो। उसको प्रेम त्यो गल्लीको भित्तामा लागेको लेउ जस्तै थियो, मौन, ओसिलो तर गहिरो। काम धेरै छ आकृति, तिम्रो जस्तो ठुलो मान्छे बन्ने फुर्सद कहाँ छ र मलाई? उसले सियोमा धागो उन्दै भन्यो। त्यही गल्लीमा अन्य पात्रहरू पनि बिस्तारै जाग्दै थिए। हर्कबहादुर, एक बेरोजगार युवक जो सधैँ विदेश जाने सपना बुन्थ्यो र म्यान पावरको ठगीमा परेर गल्लीको भित्तामा टोलाएर बस्थ्यो। बजे, 90 वर्षकी वृद्धा जो सधैँ आफ्नो स्वर्गीय श्रीमान फर्कने आसमा झ्यालमा बसिरहन्थे। साउजी, जो सधैँ भाडाको चिन्तामा हरिदाईलाई हेप्ने गर्थे। एक साँझ जब गल्लीमा अँध्यारोले आफ्नो साम्राज्य फैलाउँदै थियो, एउटा चिल्लो कालो कार गल्लीको मुखमा आएर रोकियो। त्यो गल्लीका लागि एउटा अचम्मको दृश्य थियो। कारबाट एक अधवैँसे तर अत्यन्तै सुकिलो र प्रभावशाली मानिस ओर्लियो। मृगेन्द्र। ऊ चिया पसलमा आयो। उसको हातमा महँगो घडी थियो र आँखामा एउटा सिकारीको चमक। उसले चिया अर्डर गर्यो र यताउति हेर्न थाल्यो। उसको नजर आकृतिमा अडियो। यो गल्लीमा यति राम्रो फुल पनि फुल्दो रहेछ, मृगेन्द्रले मुसुक्क हाँस्दै भन्यो। हरिदाई डराए, तर आकृतिको कानमा भने महल, पैसा र आधुनिकता जस्ता शब्दहरू सङ्गीत जस्तै गुन्जिए। मृगेन्द्रले आकृतिको महत्त्वाकांक्षालाई पहिलो भेटमै चिनेको थियो। उसले आकृतिलाई एउटा भिजिटिङ कार्ड दियो। तिमी जस्तो प्रतिभाशाली केटी यो धुलोमा सुहाउँदैन। यदि तिमी साँच्चै आकाश छुन चाहन्छौ भने मलाई सम्पर्क गर्नु, मृगेन्द्रले भन्यो र कार चढेर गयो। त्यो रात आकृति निदाउन सकिनन्। उनलाई लाग्यो उनको भाग्यको ढोका यही कार्डमा लुकेको छ। दिनहरू बित्दै गए। आकृति बिस्तारै मृगेन्द्रको सम्पर्कमा बढ्दै गइन्। सुरेशले यो सब देखिरहेको थियो। उसको मनमा एउटा डर थियो, त्यो डर जुन एउटा सानो चराले चिल्लाई आकाशमा देख्दा आफ्नो बचेराका लागि महसुस गर्छ। आकृति, त्यो मान्छे ठिक छैन। यो सहरमा सित्तैमा कसैले कसैलाई सपना बाँड्दैनन्। सुरेशले एक दिन साहस बटुलेर भन्यो। तिमी सधैँ यही सानो सियो र धागोमा अल्झिरहनु सुरेश। मलाई यो गल्लीको गन्धबाट मुक्ति चाहिएको छ। म मृगेन्द्र सरको अफिसमा काम गर्न जाँदैछु। आकृतिको जवाफ चिसो र तीखो थियो। मृगेन्द्रले हरिदाईलाई पनि लोभ्यायो। हरिजी, यो पसल छोड्नुहोस्। म तपाईँलाई सहरको मुख्य चोकमा ठुलो रेस्टुरेन्ट खोलिदिन्छु। बस तपाईँको यो पुरानो घरको कागजपत्र मलाई दिनुहोस्। म यसलाई डेभलप गर्छु। गरिबीले थिचिएको हरिदाईले आफ्नो पुर्ख्यौली सम्पत्तिको माया र
छोरीको भविष्यको बीचमा छोरीलाई रोजे। उनले कागजमा ल्याप्चे लगाए। 2 महिनापछि गल्लीमा कोलाहल मचियो। हरिदाईको पसल बाहिर केही गुण्डाहरू र डोजर आइपुग्यो। मृगेन्द्रले त्यो घर अर्कै कम्पनीलाई बेचिसकेको थियो र हरिदाईलाई दिएको चेक बाउन्स भयो। मृगेन्द्र बेपत्ता थियो। उसको अफिस खाली थियो। आकृति कलेजबाट फर्किँदा घरको सामान सडकमा फालिएको थियो। हरिदाई भुइँमा बसेर रोइरहेका थिए। गल्लीका मानिसहरू रमिते बनेका थिए। केवल सुरेश अगाडि आएर हरिदाईलाई समात्यो। बा, मैले भनेको थिएँ नि, त्यो मान्छे राक्षस हो। आकृतिको गला अवरुद्ध भयो, तर अब ढिलो भइसकेको थियो। उनीहरू सडकमा आएका थिए। त्यो रात उनीहरू सुरेशको सानो कोठामा बसे। आकृतिले महसुस गरिन् कि उनले जुन चमकलाई हिरा ठानेकी थिइन् त्यो केवल सिसाको टुक्रा थियो। मृगेन्द्रले आकृतिलाई एउटा नराम्रो ठाउँमा बेच्ने योजना बनाएको कुरा सुरेशले आफ्ना साथीहरू मार्फत थाहा पायो। सुरेश, जो कहिल्यै झैझगडामा पर्दैनथ्यो, आज उसको हातमा सियो होइन, एउटा क्रोध प्रेमीको साहस थियो। उसले आफ्नो जीवनभरको कमाई र आफ्नो सानो पसल बेचेर हरिदाईको ऋण तिर्ने र आकृतिलाई बचाउने निर्णय गर्यो। किन सुरेश, तिमीलाई त मैले सधैँ हेपेँ, आकृतिले रोँदै सोधिन्। मायाले हिसाब राख्दैन आकृति, तिमीले आकाश हेर्यौ, मैले मात्र तिमीलाई हेरिरहेँ, सुरेशले मधुरो स्वरमा भन्यो। 5 वर्षपछिको कुरा हो। त्यो गल्लीमा अहिले ठूलो महल बनेको छैन। मानिसहरूको विरोध र कानुनी लडाइँपछि हरिदाईले आफ्नो सानो जमिन फिर्ता पाए। अहिले त्यहाँ एउटा नयाँ चिया पसल छ जसको नाम छ आकृति र सुरेशको चिया घर। आकृति अब मोडलिङका ठूला होर्डिङ बोर्डमा छैनन्, तर उनी गल्लीका गरिब बच्चाहरूलाई बेलुका पढाउँछिन्। उनको अनुहारमा अब त्यो नक्कली चमक छैन, तर एउटा स्थिर शान्ति छ। सुरेश अझै पनि लुगा सिउँछ र अब उनीहरू मिलेर सपना सिउँछन्। गल्लीका मानिसहरूले बुझे सपना देख्नु अपराध होइन, तर आफ्नो धरातल बिर्सिएर देख्ने सपना केवल एउटा सुन्दर पासो मात्र हो। गल्ली अझै साँघुरो छ, तर त्यहाँ बस्ने मानिसहरूको मन अब विशाल भएको छ। यो कथाले के सन्देश दिन्छ भने साँच्चैको महल इँटा र सिमेन्टले होइन, विश्वास र त्यागले बन्छ। धुलोमा टेकेर आकाश हेर्नुस्, तर आकाश छुने लोभमा आफ्नो धरातल नछोड्नुस्।